झल्कियोस्, किनभने योग मात्रै प्रदर्शन नभइकन दर्शन हो। दर्शनमा जानु नै योग हो। त्यसले गर्दा हाम्रो पौरुषीय दर्शनहरूलाई समावेश गरेर, जस्तै कति योगीहरू छन् जो बाहिर आउन चाहँदैनन्, भित्रै बसेर चाहिँ आफ्नो साधनामा तल्लीन भइराखेका छन्। त्यस्ता व्यक्तिहरूलाई पनि हामीले अगाडि ल्याउन सकियोस् र योगको अझै गहन चाहिँ नि यसको चाहिँ नि महत्त्वलाई उजागर गर्न सकियोस् र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चाहिँ एउटा योग भूमि, योग देशको रूपमा हामीले प्रतिष्ठित गर्न सक्नुपर्छ। त्यो हो पनि, र हामीले चाहिँ संसारभरि हामीले दिन सक्ने चिज यही नै हो। हाम्रो दर्शनका कुराहरू, हाम्रो संस्कृतिका कुराहरू, हाम्रो धर्मका कुराहरू, हामीले चरित्र निर्माणका कुराहरू नेपाल चाहिँ हाम्रो गुरुले भन्नुहुन्थ्यो, नेपाल प्रत्येक नेपाली गुरु हे। सबै संसारभरि प्रत्येक नेपालीले एउटा गुरु को रूपमा प्रस्तुत हो। संसारमा सबै चिज छ, तर युरोप अमेरिकामा जाउँ, त्यहाँ जतिसुकै प्रयत्न गरे पनि त्यहाँ गुरु पाउन गाह्रो छ। यहाँ नेपाल, हाम्रो भारतीय भूमिमा अथवा नेपाल भूमिमा चाहिँ हरेक व्यक्ति गुरु छ। त्यो गुरुत्वमा पूर्णता आओस्, त्यसकारण हामीले चाहिँ संस्कृत भाषा अथवा हाम्रो वैदिक दर्शनलाई अझै महत्त्व दिएर त्यस सम्बन्धी कार्य हामी सबै योगीहरूले गरियोस्। मात्रै योग आसनलाई फोकस नगरिकन हामीले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा लगायतका यो आध्यात्मिक एउटा चाहिँ नि महत्त्वलाई अझ दर्शाउन सकियोस् भन्ने मेरो आफ्नो निवेदनका साथ अब हाम्रो चरित्र विज्ञान भन्ने यहाँ गुरुको एउटा पुस्तक छ। हामीले चरित्र निर्माणमै जोड दियौँ, किनकि शारीरिक स्वस्थता, मानसिक सन्तुलन, बौद्धिक विकास, आत्मिक जागरण नै योगको प्रमुख उद्देश्य भएको हुनाले यो सँगसँगै व्यक्तिको व्यक्तित्व विकास र उसको चरित्र निर्माण हुनु नै योगको उद्देश्य हो। यदि व्यक्तिको व्यक्तित्व विकास हुन सकेन, उसको चरित्र निर्माण हुन सकेन, उसको आत्माको उत्थान हुन सकेन भने योगको खासै महत्त्व त भएन, योगको उद्देश्य पुरा भएन। त्यो पनि हुन सकोस्। यो चरित्रको चाहिँ नि शिक्षालाई अझै हामीले प्रवर्धन विकास गर्न सकौँ। हाम्रो युवा, हाम्रो चाहिँ नि बालबच्चा पिँढीहरूलाई गुरुकुलको माध्यमबाट हामी सबैले एउटा नयाँ नयाँ गुरुकुल खोल्न सकौँ, अथवा भएका गुरुकुललाई कसरी त्यसलाई अझै चाहिँ प्रवर्धन गरौँ भन्ने कुरामा ध्यान जान सकोस्। आदरणीय हाम्रो सचिवज्यू हुनुहुन्छ, हाम्रो नेपाल सरकारको तर्फबाट पनि यसलाई गम्भीरताका साथ लियोस् भन्ने आफ्नो अनुरोध गर्दै आफ्ना भनाइहरूलाई यही राख्दछु। र यो चरित्र विज्ञान पुस्तक मसँग एउटा छ, म सचिवज्यूलाई हस्तान्तरण गर्छु।